ढुङ्गा पड्केर मासु खोलामा गएको अरे के ल बिचरा माछाहरू मरेछ यार मर्छ छैन कहाँ मर्नु ओके यसै गरी हामी चाहिँ अब फाइनली जङ्गलको बाटोमा आइसक्यौँ र हामी चाहिँ अब सिडी चढ्दैछौँ हेलो मेरो भाइ भाग्य नपानी सन्चै हुनुहुन्छ मेरो प्यारो भाइ यहाँ चाहिँ हाम्रो अब औषधिहरू छ है हामी चाहिँ जाँदैछौँ है त म यति गोरो छु तिमी ह्यान्डसम छौ त मेरो भाइ ह्यान्डसम हो नि त जीवन भित्र काम गर्नु पनि बाहिर घाममा ननिस्किन पनि त्यही भएर गोरो भयो अब मैले स्कुलमा काम गर्दाखेरि भित्र काम गर्थेँ अहिले चाहिँ घरमा बसी हल्का गोरो भएको छु बात त सही है हाम्रो चाहिँ बिहान बुवाहरू घाँसको बारी लिएर आइसक्नु भयो कति टाढाबाट ल्याउनु भयो बुवा ए ल अच्छा ल हामी माथि जङ्गल जानु लाग्यो ल सिडी हिँड्दा खुट्टा के लतक भएको क्या पुरा ओहो भारी बिसाउनु भयो ल ल हामी चाहिँ फाइनल्ली शहीद पार्कको गेटमा आइपुग्यौँ को साथीहरू यो चाहिँ हाम्रो शहीद पार्कको गेट देख्न सक्नुहुन्छ प्रादेशिक शहीद पार्क तथा वनस्पति उद्यान तर हामी चाहिँ यहाँ आएको होइन है हामी चाहिँ यताको बाटोबाट जान्छौँ एकदम राम्रो छ भ्यू हेर्नुहोस् है हाम्रो शहीद पार्क यस्तो रहेको छ यो चाहिँ पन भयो ल शहीद पार्क एरिया ल हामी चाहिँ लाग्यौँ साथीहरू अहिले जङ्गल यस्तो दामी छ क्या यस्तो दामी छ हेरे जङ्गलमा डेली आउनु चाहिँ मन लाग्दैन कि अब कहिले कहिले घुम्न आउँछ रमाइलो लाग्छ होइन त्यस्तै हो खै देखा नानी फुल यस्तो राम्रो देखियो यसको चाहिँ हामी अहिले के गराउँछौँ क्राउन गराउँछौँ क्राउन गराएर हामी पालै लाउनेवाला छौँ घाँस पात थपिदिउँलाई जङ्गली फुल पातहरू छ त हामी चाहिँ अब यहाँ गङ्गटा खोज्दैछौँ नानी गङ्गटा भेटायो कि न खै खै ए सानो रहेछ होइन ल हामीले चाहिँ यो भेटाइसक्यौँ गङ्गटा सानो है त फेरि खोज्दैछौँ हामी चाहिँ उता खोज्नु न नानी त दिसिका उता के उता त्यहाँ यहाँ दामी हेरिरहेको छ मलाई यस्तो ढुङ्गा गरेको बगाउँछ कि खुला गएको छ भाइ वा अर्को पनि भेटियो टोक्छ भाजी थियो उता ए ल दुईवटा गङ्गटा भेटियो है त ल कहिले अर्को पनि भेटेको ल ओ माई गड हामीसँग चाहिँ अब 3वटा भइसकेको छ यसलाई छिटै खाइहाल्नुपर्छ भाइ छिटै खाइहाल्ने जान्न भन्दैन ढुङ्गा पड्केर मासु खोलामा गएको अरे के भाइ यता हेर त मेरो भाइ यता मेरो छोरी नि के भन्ने यत्रो मोटो छ मोमना ठुलो बेटिस माए ल लाएँ म यसलाई कहाँ राखौँ हौ यस्तो छ बाटो आमा के गरिदिनु हौ यसमा अनु एउटा प्लास्टिक मात्रै हाल अनि एउटा प्लास्टिक राख्छ है हामी चाहिँ फेरि गङ्गटा खोज्न आयौँ है त यसको बाजे रोक यहीँ माछा आफै माछा पट्टिमा भेटेर ए ओ माई गड माछाको कुर्ता यतै छ जस्तो छ ओइ खाटा भएको हुन्छ बाबु ल उयो त हुँदैन योमा तिमीले भाग्छ बाजे प्लास्टिकमा ढुङ्गा खाँदै खोलातिर उल्टो बसाक्यो ए मैले खाल्छ ढुङ्गा नानी यो ढुङ्गा फाल्न माई गड के हो त्यहाँ भाग्यो भने ओ एमजी
छैन बाबु ल ल खाना ओहो द नेक्स्ट पनि भेट्यो ओ माय गॉड यो यस्तो चाहिँ कालो कालो घुम्छ नि यो के हो मलाई थाहा भएन तर यस्तो घुम्यो भने चाहिँ यसको मुनि चाहिँ माछा हुन्छ अरे भन्ने चाहिँ मैले थाहा पाएको छु सानैबाट वाउ सो ब्युटिफुल ब्युटिफुल ह्यान्डसम बेतल चिनाउन खाइछ नि नर्मल भक्क खान सारेले यहाँ जान्छ ल हाम्रो अन्तिम ब्याट छ यो किन ढाडा पिटल यहीँ पुर्ने हो होइन एउटा खुबु नगर्ला नि त्यही राख्न आत्ता छु अरू केही जरा पकाउनु पर्ने चकुले आएन क्या आज मैले ल त्यति भए हुन्छ के चिन्दैमा कि बल काम लाग्ने रहेछ कि भने त्यस्तो गरेर हुन्छ क्या मलाई कति पुरा हालेको बेला मुला साथी ल बाई या सो फाइनल्ली हामी चाहिँ के भनौँ नाउ वी आर रिटर्निङ ब्याक टु आवर होम